हेलो एभ्रिवान, नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। फेरि पनि आइसकेको छु नयाँ भिडियो लिएर आज पनि। र आज चाहिँ म ग्लक्जेनियाको प्रोपगेसन पत्ताबाट कसरी गर्न सक्छ त्यसको बारेमा डिटेलमा बताउन गइरहेको छु है। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। र त्यसको लागि चाहिँ मैले यहाँनिर ग्लक्जेनियाको पत्ताहरू अघि नै मदर प्लान्टबाट लिइसकेको छु। यसरी मैले केही पत्ताहरू लिएको छु ग्लक्जेनियाको र अब चाहिँ यसलाई यसरी पातहरू लिँदाखेरि चाहिँ सबभन्दा तलको पातहरू लिनुपर्छ है। र पातहरू काट्दाखेरि अलिकति तलनिर नै काट्नुपर्छ, त्यो हाँगा जस्तो देखिन्छ त्यसको फेदमा नै काटेको हुनुपर्छ। र अब चाहिँ म यसलाई लगाउनुको लागि चाहिँ मैले अघि नै सोइल मिक्स रेडी गरेर पनि यसमा पानी दिएर अगाडिबाटै पानी हालेर राखेको छु है। र यो सोइल मिक्समा चाहिँ मैले लिफ मल, बालुवा अनि माटो मिलाएर हालेको छु है। अनि यसमा चाहिँ मैले अलिकति फन्जिसाइड पनि हालेको छु, किनभने अहिले चाहिँ रेनी सिजनमा चाहिँ प्लान्टहरूलाई धेरै फङ्गस लाग्छ, त्यही कारणले मैले फन्जिसाइड पनि यसमा मिलाएको छु। र अब म यसलाई यसरी रोप्न गइरहेको छु। रोप्दाखेरि चाहिँ यसरी त्यो मुनिको हाँगा जस्तो भागलाई चाहिँ माटोदेखि मुनि अलिकति लगाएर चाहिँ त्यसलाई वरिपरिबाट माटोले थिचिदिनुपर्छ। धेरै तलसम्म पनि त्यसलाई गाड्नु हुँदैन, अलिकति त्यो हाँगा जस्तो भागलाई मात्रै गाडेर यसरी माटोले वरिपरिबाट मिचिदिनुपर्छ। यसरी माटोले हल्का हल्का मिचिदिनुपर्छ। यो हल्लिनु हुँदैन यो लिफ चाहिँ। र यसको पत्ताहरू यसरी ठाडो नै लगाएको राम्रो हुन्छ, किनभने यो चाहिँ यसरी पत्ता तेर्सो परेर सुत्यो भने चाहिँ माटोमा टच भएर यो कुन्छ है। त्यही कारणले गर्दाखेरि चाहिँ यसलाई अलिकति ठाडो सिधा बनाएरै लगाएको राम्रो। अनि यो एक आपसमा टालेको हुनु हुँदैन, अलिकति फरकमा लगायो भने चाहिँ यो एउटादेखि अर्कोसँग टालिँदैन। र म यसरी सबै पत्ताहरूलाई यसरी सिधा लगाउँदैछु। र यसरी लगाएको पातहरूबाट चाहिँ नयाँ प्लान्ट कहिले तयार हुन्छ भन्दाखेरि चाहिँ जब चाहिँ यसको फेदहरूबाट नयाँ सानो पातहरू देख्न थाल्छ है, तब चाहिँ यो सरेको भनेर हामीलाई थाहा हुन्छ है। र त्यसपछि चाहिँ त्यो पातहरू अलिक ठुलो हुँदै गएपछि चाहिँ यो जुन चाहिँ हामीले अहिले यो गाडेको छ यो पातहरू चाहिँ मरेर जान्छ है। र त्यसबाट त्यसको फेदबाट नयाँ प्लान्टहरू बनिन्छ। र त्यहाँदेखि चाहिँ हामीले त्यसलाई अर्को पटमा सार्नु सक्छौँ। र यसरी मैले यो पत्ताहरूलाई यसरी फरक गरेर लगाइसकेको छु है। र यसरी लगाइसकेपछि चाहिँ यसलाई पानी दिनु पर्दैन, किनभने मैले पानी अगाडि नै त्यो माटो मिश्रण गमलामा भरिसकेर नै मैले पानी दिइसकेको थिएँ है। त्यही कारणले यसलाई म पानी चाहिँ दिँदिनँ। अब यसलाई चाहिँ सेड भएको जग्गामा राख्नुपर्छ। अनि जब यसको माटोहरू अलिक सुक्खा हुँदै जान्छ है, त्यति बेला तब मात्रै यसलाई पानी दिनुपर्छ। र आजको भिडियो चाहिँ यति नै थियो है। आई होप तपाईहरूले सबै इन्फर्मेसन पाउनुभयो होला ग्लक्जेनियाको लिफ प्रोपगेसन बारेमा है। र फेरि पनि म नयाँ भिडियोको साथमा आउने छु है, नयाँ भिडियो लिएर आउने छु। तबसम्मलाई बाई बाई।